आज त्यही भएर हामी यो परीक्षाबाट अल्गिया छौँ, अहिले साइड लागेका छौँ। परीक्षा होस्, किनभने अहिले हामीले केही गर्यो भने परीक्षाको मुखमा मुख्यमन्त्रीले यसरी गर्यो, परीक्षामा चाहिँ बाधा पुर्यो। त्यसकारण त्यो 88,000 विद्यार्थीको भविष्यसँग हामी खेलवाड गर्दैनौँ। त्यसकारण चाहिँ 88,000 विद्यार्थीको पहिला इक्जाम सकियोस्, त्यस पछाडि हामीले प्रदेश सरकारबाट के निर्णय, किनभने हामीले मन्त्रीजीलाई हिजै भनिसकेका छौँ यस्ता शिक्षा अधिकारी हामीलाई चाहिएन कि त तपाईहरु मंगाइदिनुस्, किनभने कारबाही गर्ने उहाँहरुको हातमा छ। यो चाहिँ निर्णय गर्नु। यदि त्यहाँबाट कारबाही भएन भने हामी प्रदेश सरकारबाट उहाँहरुको अफिसमा गएर तालचा मारेर उहाँहरुलाई चाहिँ यहाँ मध्य प्रदेशमा बस्ने अधिकार कुनै छैन, त्यो हामी निर्णय गर्छौं। र त्यस्ता शिक्षा अधिकारीहरु हामी मध्य प्रदेशलाई चाहिए पनि छैन, जो हाम्रा यहाँका बालबच्चाको शिक्षाको स्तरलाई उहाँहरु चाहिँ आफ्नो अड्डा बनाएर आफ्नो कमाईको अड्डा बनाउन खोज्ने र यो अमर्यादित ढंगले यो शिक्षालाई गर्ने। अब आजै हिजै 7 गतेदेखि अब परीक्षा केन्द्रहरुमा मोबाइल निस्कियो, फ्ल्याप निस्कियो, त्यसको जिम्मेवार को लिने? किनभने गेटमा यदि सबै विद्यार्थीको स्क्यानिङ भएर राम्ररी साफ सुथरा गरेर भित्र पसायो भने भित्र कसरी आउँछ? त्यही सिडिओ साहेबहरुकै भनाइमा यो पोर चाहिँ हामी निरीक्षण जाँदाखेरि